हेलो हेलो साथीहरू नमस्ते। आई एम पर्सनल रवि थापा उही पुरानो भन्नुपर्छ। सर्लकै लाएर म भिडियो स्टार्ट गरिसकेको छु। अहिले यहाँ 10 मिनटको भिडियो बनाउनको लागि हेर्नु न हाम्रो रिठे डाँडामा सर्लकै म रिठे डाँडामा आइसकेको छु। रिठे डाँडा इन द बेस्ट अन द बेस्ट हाम्रो सबैभन्दा राम्रो डाँडा अपुतली डाँडा नि भन्न चाहन्छु। यसलाई म सराप्न चाहन्छु गाली गर्न, किन भन्दाखेरि यो सर्वप्रथम त यो डाँडामा आएर मैले भिडियो बनाउँदाखेरि पहिलो भ्लग बिग्रेको ठाउँ भएर किनभने हामीले त्यही भएर अब जेन्डो जात गरेर बिगारेर के गर्नु, गाह्रो छ नि, दुःख छ नि के गर्नु। मैले पटक पटक एउटै कुराहरूलाई धेरैचोटि दोहोऱ्याउँछु क्या, किन हो जे हो गल्ती गरेको चिजलाई मैले बारम्बार गल्ती गरेँ जहाँसुकै हिँडेँ बा यस्तो नगर्नु पर्ने थियो भनेर पटक पटक भने गर्ने मान्छे म सबैभन्दा। त्यही भएर मेरो एकजना खराब बानी भएको मान्छे मै परेँ। सिधा कुरा भन्नु पर्दाखेरि त्यही नै हो, एकदमै खराब बानी भएको मान्छे म परेँ। फेरि कसैको लागि चाहिँ सही पनि हुन जान्छ होला, कसैको लागि चाहिँ सही हुन जान्छ होला, तर मेरो लागि चाहिँ आफैलाई चाहिँ सबैभन्दा गलत बानी नै यही हो भन्न चाहन्छु। सर्वप्रथम रवि थापाको सबैभन्दा गलत काम भनेको कस्तो कस्तो गर्ने सोच राख्थ्यो, विचार राख्थ्यो, एक्कासी गरौँला बे एउटै कुरा जब पटक पटक जतासुकै भन्दै हिँड मुला नुला भन्न पाइन्छ। भन्दै हिँड एउटै कुरा। मेरो भेट साथी हो भने पुरानो हो भने एउटै कुरा जति बेला सुकै दोहोऱ्याएको छ भन्न पाइयो। दोहोऱ्याउँदिनँ, अबदेखि दोहोऱ्याउँदिनँ। सरी, गल्ती गरेको चिज एकैचोटि सरी, आजबाट सरी भयो। सरी भनेपछि सरी। अब यहाँबाट सरी भन्दै अब सर्लकै यहाँबाट उता जान्छु भने होला, उता जान्छु यता डाइरेक्ट पोजिसनबाट यतातिर हाम्रो यो रिठे डाँडाको भ्यूहरू हेर्दै अहिले माइक पनि छैन, बिग्रीको। के गर्नु, गाह्रो छ, दुःख छ, धेरै माइक पनि बिगारेँ। के भएर बिगारेँ भने सर्लकै लाएर के भएर बिगारेँ भने हाम्रो उस भएर क्या, के भएर भने पानीमा परेर क्या, भाइले पानीमा हालिदिएर बिगाऱ्यो। अनि आनन्द छ अहिले त, आनन्दै चिलमा हिँड्ने, जतासुकै हिँड्ने, भ्लग हाल्ने, भिडियोमा नचलाउने, भ्लग भिडियो नचल्ने सबैभन्दा ठुलो कारण भनेको त्यही हो। मेरो भ्लग भिडियोहरू नचल्ने, कसैले मन नपराइदिने, त्यही पनि मन पराउँछन् कि भनेर सब्सक्राइब माग्ने, बरु खुट्टै ढौ गर्छु तपाईँको, सब्सक्राइब गरिदिनु न प्लिज भन्ने हिँड्ने, यस्तै छ पारा। तर प्लिज भन्दै पनि कसैले भिडियो हेरेर पनि सब्सक्राइब नगरिदिनु। कम छ क्या मेरोमा, सब्सक्राइब गरिदिनु न। तैँले भिडियो बनाउँछ सब्सक्राइब गर्नलाई, तेरो गाउँको विशेषता भन्, रिठे डाँडाको विशेषता भन्, के गरिस् भन्नु होला, त्यो नि भन्न पाइयो। रिठे डाँडामा चाहिँ म चाहिँ सर्लकै लाएर हाम्रो भ्यूहरू देखाउन आएको। यो अहिले हल्का हल्का हरियाली पढाउन लाग्छ, अलि पछि चाहिँ ढकमक्कै हुन्छ र राम्रो देखिन्छ। भ्यूहरू देखाउन लागेको यो भ्यूहरू भन्न चाहे सुरुमै। अनि बल खेलेको हाम्रो टोलीहरूको पनि भिडियोहरू हाल्नु पनि त्यहाँनिर गिराउँछ, बल सल खेल्नुहुन्छ। अनि म चाहिँ त्यत्तिकै रमाइलो गर्नको लागि आएको थिएँ। रमाइलो गर्नको लागि मात्र हिँड्दो रहेछ, जहिलेसुकै पनि भन्न पाइयो। हेर्दै हुनुहुन्छ भने तजरीको कामै रहन्छ नि भन्न पाइयो। अनि गर्दै जाँदाखेरि बोल्दै जाँदाखेरि अब के हुन्छ नि, अब बोल्दै जाँदाखेरि गलत काम गऱ्यो भने चाहिँ गलत भनिहाल्न पाइन्छ, त्यो कुनै ठुलो कुरो भएन। हिँड्दै जाँदाखेरि के भयो बोल्दै गलत बोल्छु क्या म। फेरि कस्तो न कस्तो खालको मान्छे छु, बोल्दै बोलेकै भरमा मिस्टेक हुन्छ, त्यसलाई चाहिँ माफी दिनु होला। फेरि बारम्बार भन्नुपर्छ र तैँले भन्न सायद दिइसक्नु न भाइतिर, फेरि दिन्न नि, न भाइतिरको न दाइतिरको, तँलाई माफी किन दिने पनि भन्न पाइयो। तपाईँको इच्छा मनमा लागेको इच्छा, फेरि तँ चाहिँ दोषी रहेछस्, जे भने पनि खुबै ठुल्ठुलो कुरो मात्रै गर्दो रहेछस् पनि भन्न पाइयो। खुबै म आफै मात्रै सही हुँ भन्न खोज्दो रहेछ पनि भन्न पाइयो। त्यस्तो नि होइन, आफू मात्रै सही हुँ भन्न पनि जो आफू मात्रै सही हुँ भन्ने मान्छेले आफैलाई नै गलत देखाउँछ अरे क्या। त्यही मान्छे फेरि सही हुन्छ अरे क्या। फेरि खुब तँ सही छस् के अरे, आफू मात्र गलत, आफू सही छस् पनि भन्न पाइयो। अब जस्तो आउँछ तपाईँको दिमागमा, जस्तो आउँछ त्यस्तै भनिदिनु होला। त्यो कुनै ठुलो त्यो कुनै कुरो होइन।
भन्न चाहे 10 मिनट तक अब रन बोल्ने केटाहरूलाई ल्याउने जम्मा गर्ने अनि फल खेलेको देखाउने गर्न भने त आवाज म्युट हानिदिइहाल्छ के गर्नु अहिले नि हावा चलिराखी चाहिँ म्युट हानिदियो होला आवाज अब के गर्नु जस्तो हुन्छ त्यस्तै रूपमा हेरिदिनु होला मेरो साथीहरू मेरो नेपालको जुनसुकै ठाउँबाट हेर्नुभएको साथीभाइहरूले भन्न चाहे साथीभाइहरूलाई चाहिँ एकदमै नमस्ते दर्शन नमस्ते नमस्ते खुट्टै ढौ गर्नुपर्छ तपाईँ भनेको चाहिँ सबैभन्दा हाम्रो हामी यस्तै यो भिडियो गर्ने हिँड्ने गर्नेलाई चाहिँ तपाईँ हेर्दै हुनुहुन्छ अनि त तपाईँ त भगवान् हो भगवान् सरबर नै हो क्या भगवानै हो क्या त्यही भएर हजुरको अघि जहिलेसुकै त्यही भएर हजुरको अघि जहिलेसुकै हामी झुक्नुपर्छ सबैजना हजुर सामु जसले पनि हेर्दै हुनुहुन्छ उहाँलाई चाहिँ अलि वान फुल रेस्पेक्टेड 100 100मा 100% नै रेस्पेक्ट दिनुपर्छ कि त्यही भएर वेलकम टु अहिले 5 मिनट तक तँलाई वेलकम गर्दै जा गसम्म अनि भन्न पाइयो हो त्यस्तै छ क्या बाह्र मैले ढिलो स्वभावको छु अलि चाँडो फास्ट स्वभावको छैन ढिलो टाइपको छु त्यही भएर चाहिँ भन्छु सरी माफी माग्यो फेरि पनि माफी माग्यो बारम्बार भन्न पनि पाइयो फेरि एउटै कुरा भनिराखी भन्नु होला ल हेर्नुहोस् गाइजहरू रिठे डाँडा अरूले जस्तो भन्न जान्दिनँ नि मैले ल हेर्नुहोस् यहाँ त यस्तो छ पुरा पर्खौलीतिर यहाँ यस्तो चलन थियो भन्न जान्दिनँ नि मैले फेरि त्यही नै छ गाह्रो सबैभन्दा ठुलो समस्या र चुनौती भनेको म फटाफट बोल्न जान्दिनँ क्या पहिला खुब बोल्छु भनेर सबलाई ढाकिदिन्थेँ अहिले चाहिँ म चाहिँ सकिनँ फेरि ढाकिन दि त्यस्तो भन्नु होला आन्सु सरी आफ्नो एउटा युवाको जोस हुँदो रहेछ क्या त्यही भएर ढाक पनि दियो त्यसको लागि नै सरी भन्न चाहेँ अनि माफी पनि माग्न पाएँ बारम्बार माफी पनि माग्न पाएँ माफी त दिनपर्छ साथीहरूले सबैले हेर्नु जातिहरूले चाहिँ मैले गर्दै जाँदाखेरि धेरै जस्तै बिनाउँछु कि भन्ने डर हुँदो रहेछ क्या हामी सबैजनालाई भ्लगरहरूलाई कसैलाई चाहिँ हुन्न कसैलाई धेरै जस्तोलाई चाहिँ बिराउँछु कि भन्ने डर हुँदो रहेछ त्यही भएर सरी मैले चाहिँ डरान्छु ल हेर्नु हाम्रो डाँडामा को छन् त्यो केटाहरू डाँडा चाहिँ केटाहरू थियौँ जानु पऱ्यो है केटाहरू थियौँ ला हानु ठोको यार सर त अहिलेको गेम कसले जित्यो स्टिकै ल्याइन क्या आज भुलेँ क्या मैले त्यत्तिकै आज पैसा तिर्न आएको बङ्को स्टिक नलिकन आएको छु स्टिक लिए पनि माइक्रोफोन चाहिन्छ गाह्रो छ लास्टै गाह्रो छ भलिबल युवा सङ्घको हेर्दै म भिडियो बनाउँदै युट्युबलाई एकदमै कडा रूपमा प्रस्तुत हुन लागेको छु सर कडा रूपमा प्रस्तुत हुन लागेको छु हाम्रो टोलीहरूको युवा ग्याङहरूको यहाँ भलिबल जमेको छ एकदमै रमाइलो पारामा इन्टेलिजेन्ट परिरहेको छ बल एक सर्ट हान्दाखेरि सबैजना ढल्ने किसिमको सर्ट हान्नुभएको छ के सबै तर्किनु भएको छ उहाँ सरले हान्दाखेरि यो हिरो दाईको बाइक हो यो बाइक यो बाइक चाहिँ हिरो दाईको कति चिल्लो छ है गाउँतिर धुलो उड्ने चिल्लो राम्रो छ क्या हजुर भिडियो कान्छ ए बनमारा भलक गर्दाखेरि यस्तो सिकाइदिनुहुन्छ मेरो साथीहरूले मनपर्छ थ्याङ्क यू यो भन्ने अरू के भन्ने सही हो यहाँनिर बनमाराको पात छ यतातिर औसेली छ खाने भए आउनु होला सबैले फ्रीमै मिल्छ यहाँ पैसा तिर्नु पर्दैन पैसा तिर्नु त यहाँ पर्दै परेन फ्रीमै मिल्छ खान पाइन्छ औसेली भर्खरै मात्र औसेली पनि खाइसक्यो अब त्यो गराङ गुरुङ टिपेर खाइसक्यो यति चाँडो फास्ट रूपमा हात पनि गल्यो आमामा हात गलेको छ कहाँ र काफल कहाँनिर र आडे काफल जाम न अब भ्लग पनि सकिसक्नु लागिसक्यो 10 मिनटको भ्लग भिडियो बनाउँदै काफल खाँदा हिँड्नु त अघि म 1 मिनट तक त बोलिहाल्छु नि ल हेर्नु साथीहरू हाम्रो यो गाउँ भनेकिन अब हाडी काफल खान गइयो हाम्रो सञ्जीव दाईसित अनि दाई र म सर्लाकै हाडी काफल खान हिँड्यो अघि दाई हिँड्नु जाम हिँड्नु सज्जन हिँड्नु क्या दाई सज्जन जाम कहाँ आउनु होइन हेर्न मात्रै भए नि हुन्छ नि दाइसित हिँड्दैछु म चाहिँ सर्लाकी लगाएर अब भिडियो पनि अन्त्य हजुर
ए भिडियो बनाइ भन्नुभएको छ भाइहरूले एकदम राम्रो भिडियो बन्दैछ आलिक आफल खान त्यहाँ छ अरे एक दुईटा त होला नि कता जाम त नि नकेटा हो कतातिर उतातिर छ अरे क्या जम्का हो र ल बाई 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 भिडियोबाट नि अन्त्यसम्म भइसक्यो अन्त्यसम्म हेरेकोले लाइक गरिदिनु होला अनि यो भिडियो फेरि दब्लाएर हेर्नु होला नि फेरि दब्लाएर नहेरे त फेरि कामै छैन नि अन्त्यसम्म हेरेको भए फेरि एकपटक हेर्नु होला भन्दै अनि एकपटक अनि त्यसपछि बोल्दै जाँदाखेरि फेरि एकपटक भनिरहन्छु फेरि एकपटक गर्दै गर्दै 1000 चोटि हेर्नु होला भन्दै म बिदा हुन चाहन्छु नमस्ते सबैजनालाई जहाँ जुनसुकै ठाउँबाट हेरेको साथीहरूले पनि यो भिडियो 1000 चोटि हेरिदिनु होला फेरि अझ यो फेरि अहिलेसम्म बनायो नि फेरि एकपटक हेरिदिनु होला अनि फेरि भन्छु फेरि एकपटक हेरिदिनु होला अहिले हेर्दै जाँदाखेरि कहाँसम्म आउनुभयो फेरि एकपटक हेरिदिनु होला भन्दै म बिदा हुन चाहन्छु रवि थापा वेलकम टु बाई बाई यति त बोल्नै पर्ने अङ्ग्रेजी नजाने नि